भनिन्छ भने यो जस्तो यो फुल लाग्छ नि यहाँ, यो फुल लागेको भन्दा तलतिरको यो पातहरू यो डाँठहरू पनि छाडिदिने भनेर भन्छ हैन। यदि कुनै एउटा हाँगा बढाउनु छ भने चाहिँ एउटा यो चोरा हाँगा चाहिँ छोडिदिने, त्यसपछि अरूको यस्तो सक्कर यो कापबाट आउँछ नि यस्तोहरू चाहिँ भाँचिदिने भनेर यसरी पिन्च गरिदिनु पर्छ। यो भयो भने चाहिँ यसले चाहिँ सबै मलखादहरू खान्छ अनि माथि फल चाहिँ नि राम्रो लाग्दैन, धेरै हाँगा हुन्छ राम्रो फल्दैन भनेर चाहिँ आज सबै छाटकाट गर्दैछु म। हेर्नुस् न कति मोटो मोटो भएर यसरी हाँगा आएको छ। बिरुवा हेर्दा त खाइलाग्दो छ, फल्ने चाहिँ कति हो है थाहा छैन। म यस्तो सबै सक्करहरू हटाउँदैछु आज। यो सक्करहरू चाहिँ भयो भने धेरै राम्रो फल लाग्दैन। अब यहाँ पनि हेर्नुहोस् न यस्तै गरेर यहाँ छाड्दै आएँ। यहाँ हेर्नुहोस् त अब कोपिला लाग्न थालिसकेको छ भनेपछि यो मुनि मुनिको चाहिँ सक्करदेखिको यो पातहरू टकटक यसरी भाँचिदिने हैन। यो मुनिको यो फेदको भागमा चाहिँ अलिक खुल्ला राख्नुपर्छ। गोलबेडाको यो अरू बिरुवाहरूमा चाहिँ पात झ्याप्प भयो भने राम्रो हुन्छ भनेर भनिन्छ हैन। तर यो गोलबेडाको केसमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि जति कम पात भयो उति फल राम्रो लाग्छ कि। यो के भन्छ रहेछ भन्दाखेरि यो पातले नै यसको मलखाद खाँदो रहेछ कि धेरै। अनि त्यस कारणले गर्दाखेरि यस्तो पात तलकोहरू चाहिँ हटाइदिनु पर्छ है। तपाईहरुले कसो गर्नुभएको छ, यो सक्करलाई चाहिँ नि यस्तो सक्करहरू जुन हामी निकाल्छौं नि, यो सक्करलाई चाहिँ फेरि हामीले यसरी माटोमा गाड्यौं भने फेरि अर्को बिरुवा बन्छ। त्यस कारणले गर्दा तपाईलाई बिरुवा धेरै बनाउनु मन छ भने चाहिँ यसरी गाड्दिए पनि हुन्छ। र साथीहरु तपाईहरुले पनि कालो गोलबेडा कतिले त फलाइसक्नु भयो है, कतिले चाहिँ नि रोप्दै हुनुहुन्छ। तपाईहरुले कसरी गर्नु भएको छ, तपाईहरुको कस्तो भयो देखाउनु होला है त। मेरो चाहिँ अलि ढिलो ढिलो रोपेको हो। यहाँ हेर्नुस् न कोपिलाहरु चाहिँ लागेको छ। अब यसरी मुरी चाहिँ खाली छोडिदिने। अब यसलाई चाहिँ म बाँधेर यहाँ माथि रेलिङमा झुन्डाउने हिसाबले मैले यसलाई चाहिँ यतातिर रोपेको हो। अब यो अर्कै मसिनो तर झुप्प झुप्प फल्छ है टमाटर। यो खालको छ टमाटर पनि।